सो व्हाट्सअप गाइस, यो चाहिँ मेरो सेकेन्ड ब्लग। आज हामी पिकनिक जान्छौँ हैन। यो चाहिँ सत्यनारायण मन्दिर आएको छ। आज विश्वकर्मा पूजा हैन, त्यही भएर खै प्लान चाहिँ अस्ति नैबाट बनाउनु भएको थियो दाइहरूले। आज भाइको बर्थडे पनि थियो, त्यही बर्थडेको खुसीमा पिकनिक सिक्निक भन्ने भएको छ। यहीँ नजिकै हो, कागडीबाट त्यति टाढा त छैन। सो आज चाहिँ कागडीबाटसम्मको भिडियो बनाउँछु। गेट पनि बन्द रहेछ। ओए गेट बन्द छ त। गेट पनि बन्द रहेछ, यहाँ सामानहरू छ। यो चाहिँ कागडीबारको गेट छ होइन अगाडि। गेट चाहिँ बन्द रहेछ। अब कताबाट जाने हो? मेन गेट चाहिँ यही हो, कागडीबाट जाने। फर्स्ट अफ अल गेट यही हो। अब यस्तो राइट साइडबाट जानुपर्छ क्या, तलतिर छ होइन सानो बाटो, त्यहाँबाट जान्छौँ हामी। जाम त तपाईँको कस्तो ड्रोन हो त? कस्तो ड्रोन हो र त हजुरको? कति कति हाल्नुभयो? कति हाल्नुभयो सेकेन्ड ह्यान्ड? जाम त। मेरो युट्युब च्यानललाई लाइक सब्सक्राइब हान्नु ल। म गएँ हो गाइस। बाटो अप्ठ्यारो छ। अगाडि गेट छ, गेट चाहिँ बन्द छ, त्यही भएर अब हामी यहाँबाट अफरोड छिर्नुपर्छ हल्का। ओ दोस्तै कता जान्छ बाटो? अलि यस्तो माथि गर्नु। हाम्रो पछाडि बसेको अङ्कल डढाको अवस्था हो। तपाईँ बस्नु मस्त छ। यो कोरोनाले गर्दा चाहिँ बन्द गरिदिएको छ क्या कागडीबारको गेट। अनि धेरै ठाउँहरूमा अब त्यस्तो भइरहेछ नि त, बढी यस्तो पब्लिक प्लेस, धेरै मान्छेहरू आउँछ। अब यो गाइस, यो हाम्रो कालीमाटी। अब यो साइडदेखि चाहिँ कागडीबारको एरिया स्टार्ट हुन्छ। यहाँदेखि कति छ कस्तो दामी हरियो क्या। त्यहाँ अझै एउटा मात्रै ट्री रहेछ, जुम गरौँ है। यति हो चाहिँ म्याक्स जुम। प्लेन उडेको छ। ल गाइस, अब हामी जान्छौँ। बाटो लाउनु अङ्कल समात्नु। ठ्याक्क यस्तोको मस्तसँग समात्नु। सो अब हामी गयौँ गाइस। उता चाहिँ पिच थियो बाटो, तर यता चाहिँ अब त्यहाँ गेट बन्द रहेछ होइन। त्यसैले हामी अब अफ रोड जाँदैछौँ। लास्टसम्म हेरिदिनु होला अब भिडियो, रमाइलो हुन्छ होला। माथि खै म त गएको छैन। आज अब विश्वकर्मा पूजा पनि थियो, हल्का नुहाइयो होइन, बाइक साइक पखालियो, बाइकले पूजा गरिदियो, त्यसैले टाइम वेस्ट भइगयो। यो रानी बिरुवा भन्छ। रानीले अब के बिउ राख्थ्यो होला, त्यसैले रानी बिरुवा नाम राखिदिएको छ क्या अरे। पुरा भेडा पालेको छ।
अब यहाँबाट चाहिँ पिच रोडमा चाहिँ मिक्स हुन्छ यो बाटो गाइस। मेरो फुल उडायो, पूजा गरेको फुल थियो राखेको थियो उडायो। अङ्कल लास्टै डराउनु भएको अवस्थामा हुनुहुन्छ, त्यस्तै हो। अब बाटो नै अप्ठ्यारो छ, डराउने कुरो भइहाल्छ होइन साथी हो। ए भाइ सो सो गाइज यो चाहिँ फाइनली कागीबारको गेट छिर्यौँ हामी। यो भर्याङ आज चाहिँ अब यो कोरोनाले गर्दा बन्द छ, त्यसैले कोही पनि छैन, न त मान्छे चाहिँ आइरहेको हुन्छ। सो फाइनली गाइज यो चाहिँ हाम्रो मन्दिर मैले देखाएको छु हल्का फुल्का होइन। यो हाम्रो कागीबार मन्दिर, यसमा चाहिँ अब कलरहरू गर्न बाँकी छ, अनि यताउता सफा पनि गरेको छैन, ल्याउ स्याउ लागेको छ टन्नै।
फलाम छ अब चढ्न त माथि दिँदैन होइन न त यो सुर्खेत चाहिँ सब भ्याली चाहिँ सब देख्छ यसले ल गाइस अब अरू देखाउँछु बाई गाइस अब अङ्कल चाहिँ दाइले लगेर गयो यो साइडतिर त्यसैले अब यहाँ अब क्यामेरा समातिदिनु कोही छैन होइन मैले गोप्रो सोप्रो एडजस्ट गरेको छैन त्यसैले अब क्यामेरा स्यामेरा ब्यागमा हाल्छु ब्यागमा हालेर चाहिँ जान्छु म अनि वहाँबाट चाहिँ उ देखाउँछु है रिभ्यू देखाउँछु अब मन त थियो यहाँबाट सिधै होइन सिधै त्यहाँ गएर देखाउनु थियो मन तर के अनि अब पछाडि कोही छैन दाइसँग अङ्कल जानुभयो त्यसैले अब म चाहिँ देखाउँछु उहाँ गएको सिधै है त बाई टेक केयर फाइनल गाइज म आइपुगेँ यहाँ सब हुनुहुन्छ अब यताउता गर्दै हुनुहुन्छ होइन यो यहाँ हो मान्छेहरू छन् ऊ त्यो साइड चाहिँ बाइकहरू पार्क गरेको छ अनि त्यो भित्र चाहिँ अङ्कलहरू अब के गर्दै हुनुहुन्छ सो अब देखाउँछु म सबको रिभ्यू गर्छु गरिदिनु हो अब्लल त हाई गरिदिनु त अब्लल त हेर मदन त यहाँ खसी काटिदिनुहुन्छ खसीको टाउको फर्काइदिनु नि यता यो चाहिँ खसी गाइज मन दाई यो नारायण दाई यस्तै यहाँ चाहिँ हामीले बाइकहरू पार्क गरेको छ त्यहाँ मेरो बाइक हेलो मनोज अङ्कल कस्तो फोकस नै ल ल ल म अहिले आउँछु एकदम रोमाञ्चक लगाइरहेको छ अरे त्यहाँ मेरो बाइक गाइस कति देखाउनु अहिले फेरि बाइकमा चाहिँ देखाइ भन्छ ल यहाँ सबै हुन्छ म सबको देखाउँछु यहाँ यो डिस गाइस नवीन दाइले प्याज काटेको अवस्था नवीन दाइ आँसु आएन अलिअलि आएर प्याज छ हेलो उपेन दाजु हाम्रो भर्खर बिहे भएको छ हाम्रो उपेन दाजुको कङ्ग्रेचुलेसन दाइ अब दाइकै पार्टी हो भने पनि हुन्छ यता सन्तोष दाइ सो यहाँ हाम्रो अङ्कल बस्नु आएको छ यो चाहिँ मेरो भाइ हेलो सुदिन भाइ ह्याप्पी बर्थडे भाइको आज बर्थडे पार्टी यहाँ ब्रेड भइरह ब्रेड र चिया राकेश दाइ हाई गरिदिनु दाइ ल गाइस म चाहिँ चिया खान्छु अनि भिडियो बनाउँछु अब सिनेमेटिक्सहरू बनाउँछु होइन हाम्रो उमेश पाण्डेले खाँदैछन् भन अब कस्तो छ के छ कस्तो रमाइलो लाग्ने टेस्टी छ आन्द्रा भुडी हो यो आन्द्रा भुडी कलेज हो के हो नास्ता हो कि खाना हो नास्ता हो यो खाजा हो खाजा हो पुलाउ अहिले बन्दैछ बन्दैछ पुलाउ मासु बन्दैछ यो आन्द्रा भुडीहरू खाजा को लागि चिउरा भुजा एकजनालाई ल्याएर आइदिनु पर्यो ल ल अनि कतिको रमाइलो भए रमाइलो छ हाई गरिदिनु
वरिपरि गराउँछ माथि पनि बाल्छ रेडी